मेरो पकाउनेले तेल थुप्रै थियो अहिले थपेर पनि यतिले तेल खायो यो बाटीलाई यसरी सिधा राख्नु हो त्यहाँबाट अनि यस्तो गर्नु र यसलाई यसो गरेर माथि माथिबाट झिक्नु यसरी यसरी यहाँ दल्नु ट्याप्पै अनि काट्यो नि त र यहाँ यस्तो गरेर चाहिँ छोड्दिनु यसो गरेर यसो गरेर यसरी छोड्नु पर्यो जसो गरे नि हुन्छ म चाहिँ यस्तो के अरे दाहिने पनि पकाउँछु देउरे पनि पकाउँछु देउरे नपकाउनु भन्छ यस्तो गरेर यस्तो गरेर दलाई यहाँ दले यो सबै जम्मा गरेर अहिले सबै पुस्तक पारेछ नि अनि एउटा दुईवटा भएको छु आज हुन्छ कि हुँदैन